ल है मित्र हो, लप्चू दार्जिलिङमा भेटियो बिहारको माछावाला। उहाँकै मुखबाट सुन्नुहोस् के भन्नुहुन्छ। दुःख गर्न सक्नुहुन्छ लु, पहाडको मान्छेलाई माछा खुवाउनु हुन्छ बिहारको मान्छेले। हामीले उनीहरूलाई सल्युट गर्नुपर्छ। रोजगारको लागि यस्तै लजानुहोस्। के माछा छ? के रेट दिनुहुन्छ बाटा? यहाँको रेटमा भन्नुहोस् न। यहाँको रेट तपाईँको 300 रुपियाँ जान्छ बाटा। रुई माछा तपाईँको 220 रुपियाँ जान्छ। पङ्कज 200 बिक्री हुन्छ राम्रै? ल लु हेर्नुहोस् ल, यसरी रोजगारको लागि यस्तो टाढोबाट आउनु भएको छ, हामीले किनेर खानै पर्छ लजु ल। भाइहरू लिएर गाउँको भाइ, उहाँको चाहिँ यहाँ ससुराली छ अलिक अगाडिपट्टि, र उसको ससुराल जाँदैछु अहिले हामी। र यस्तो भिडियोहरू तपाईँलाई मेरो पेजमा हेर्नु भने प्रशस्त भेट्नु सक्नुहुन्छ। हेर्नुहोस् हिमाल, र यहाँबाट सिधै तपाईँ टिस्टा जाने बाटो यता भयो, र यताबाट पुपुङ। भाइ आइज अलिकति आइज, आइज भाइ। उहाँ भाइको छोरा पनि छ साथमा, उहाँको आमा पनि छ। बस यहाँ बस हिमालको छेउमा, यता फर्के भाइ। ल यो हिमालको भिडियो नखिची हामी, र दर्शकवृन्द मेरो यस्तो छ।